नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत गर्दछु नयाँ भिडियो श्रृङ्खलामा। आज म तपाईहरुलाई यस्तो रोड, यस्तो ड्राइभिङको जिन्दगी, यस्तो खतरनाक रोडमा हामी ड्राइभिङ गरेको भिडियो सामग्री तपाईहरुको माझमा प्रस्तुत गर्दैछु। भिडियो सामग्री तयार पार्दैछु र कुन ठाउँबाट भिडियो श्रृङ्खला हेर्दै हुनुहुन्छ त्यो कमेन्ट बक्समा पनि जानकारी गराउनु होला। अनि सँगसँगै च्यानलमा नयाँ हुनुहुन्छ सो सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला, ताकि यस्तै भिडियोहरू यो च्यानलमा आउने गर्दछ। धेरै प्रकारका भिडियोहरू मैले यो च्यानलमा अपलोड गर्ने गर्दछु र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यो पनि जानकारी गराउनु होला। अनि सन्चै आरामै हुनुहुन्छ होला, कुन ठाउँमा हुनुहुन्छ कति स्वस्थ अनि बेस्ट मस्त तल्लै हुनुहुन्छ होला हैन। सो स्वस्थ हुनु जरुरी छ, बेस्ट हुन जरुरी छ जिन्दगीमा हैन, ताकि जिन्दगीमा धेरै कुराहरूको फटक मार्न सकौँ हामीले। र यति बेला हामी यहाँ यस्तो डेन्जर बाटो, यस्तो खतरा बाटोमा हामी पिकअप लिएर झर्दैछौँ। सो पिकअपमा पनि स्याउ लोड गरेका छौँ हामीले। सो स्याउ लोड गरिरहेका छौँ र अनि विदेशमा हामी नेपाली साथीहरू विदेशमा गएर धेरै साथीहरू ड्राइभिङ गर्नुहुन्छ। विदेशमा एकदम सजिलो बाटो हुन्छ र विदेशमा गाडी चलाउने साथीहरू ड्राइभरहरूले चाहिँ नेपालमा ड्राइभिङ गर्नु सक्नु हुँदैन, डराउनु हुन्छ अरे भन्ने कुराहरू सुनिएको थियो। त्यो कतिको सत्य कतिको गलत त्यो मलाई थाहा भएन। सो म गएको पनि छैन विदेशमा। र आज यस्तो ठाउँको भिडियो सामग्री, यस्तो ठाउँमा ड्राइभिङ गरेको भिडियो तपाईँलाई म देखाउँदैछु। हाम्रो गाडी फरबिल हो। यो बाटोमा फरबिल बिनाको ट्युबवेल गाडी पक्कै पनि चल्दैन है साथीहरू। ल र मुस्ताङ जिल्लामा ड्राइभिङ गर्ने साथीहरू हुनुहुन्छ, ड्राइभर गर्नुहुन्छ भने यो रोडमा तपाईँ ड्राइभिङ गर्नुभएको छ या छैन, मुस्ताङ जिल्लाको कुन ठाउँको रुट हो यो पनि कमेन्ट गर्नु होला साथीहरू। र यसरी कट्दैन, हामी यहाँबाट ब्याक गर्नुपर्ने हुन्छ है। यहाँ टर्निङ पोइन्ट पुग्दैन, पिकअपको टर्निङ नपुग्ने बाटो हो यो। यहाँबाट वान मिस जम फिनिस, यहाँबाट ब्रेक लागेन अथवा स्टिङ सही ठाउँमा काट्न सकिएन भने हामी यहाँबाट सक्यौँ, हाम्रो जिन्दगी सक्यो भन्ने पनि हुन्छ। र के गर्नु हो मित्रहरू होइन, जिन्दगीमा रिस्क चाहिँ ल्याउनुपर्छ है। थोरै रिस्क ल्याइएन भने केही पनि गर्न सकिँदैन। त्यो कुराहरू तपाईँ हामीमा सबैमा थाहा छ। जब रिस्क लिन्छ, रिस्क जब सिकिन्छ अनि त बल्ल जब टिकिन्छ अनि त बिकिन्छ भन्ने कुराहरू पक्कै पनि यहाँहरूलाई थाहा नै छ। र यस्तो छ, यहाँबाट ठाउँको ठाउँ नजिकमा चाहिँ टर्निङ छ है साथीहरू। र कुन ठाउँबाट भिडियो श्रृङ्खला हेर्दै हुनुहुन्छ यो पनि कमेन्ट बक्समा जानकारी गराउनु होला। अनि त च्यानलमा नयाँ हुनुहुन्छ सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला। र सँगसँगै भिडियो मनपर्छ लाइक पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला हैन। सो यस्तो ठाउँमा ड्राइभिङ गर्नुपर्छ भनेर पक्कै पनि थाहा नै छ, गर्नुपर्ने हुन्छ। एकदम साहसिलो हुनुहुन्छ ड्राइभर मित्रहरू हैन। खतरा बाटोमा कुदाउनुहुन्छ, गाडी कुदाउनुहुन्छ अनि त फेरि उडाउनु पनि हुन्छ है साथीहरू है। सो र यो कुन ठाउँमा तपाईँलाई यो भिडियोमा मैले खुलाउन चाहेन यो भिडियोमा, किनकि यो मुस्ताङ जिल्लाको ड्राइभर साथीहरूले अथवा तपाईँ कुन ठाउँको रुट हो त्यो ठ्याक्कै ठाउँको नाम कमेन्ट गरिदिनु होला। सो कमेन्ट हेरेर म नेक्स्ट भिडियोमा यो ठाउँको नाम भने पक्कै पनि खुलाउने छु अर्को नेक्स्ट भिडियोमा। र हामीले यहाँबाट ओह्रालो छ र फरबिल लगाएका छौँ यति बेलाको समयमा। र गाडीमा समथिङ 13 कुन्टल अथवा 12.5 कुन्टलको माल लिएर हामी झार्दैछौँ स्याउ। के झार्दैछौँ त स्याउ, मुस्ताङ जिल्लाको स्याउ हो। मुस्ताङ जिल्लाको स्याउ भन्ने बित्तिकै तपाईँको मुखबाट पक्कै पनि रसिलो पानी अथवा मुखमा फरक फेरि आइहाल्छ होला नै। सो खाइसक्नु भएको पनि छ होला। सो खानुभएको छैन पक्कै पनि किनेर खानु होला मुस्ताङ जिल्लाको स्याउ। धेरै ठाउँहरूमा मुस्ताङ जिल्लाको स्याउ हो भनेर अरू जिल्लाहरूको स्याउ पनि सेल गर्ने गर्दछन्, तर खाँदाखेरि फरक हुन्छ। र कतिपय कुनै त अब समथिङ उस्तै पनि हुन्छ होला, तर स्वाद मुस्ताङ जिल्लाको खाएको छ भने पक्कै पनि चिन्न सकिन्छ हामीले होइन। सो मुस्ताङ जिल्लाको स्याउ पक्कै पनि किन्नुभयो, खानुभएको छैन यो वर्ष किनेर खानु होला। पोहोर परारको भन्दा अहिले अलिक कम फलेको हो स्याउ, त्यसो हुँदाखेरि अलिकति महँगो चाहिँ होला। तपाईँहरूको बजारमा आइपुग्दा तपाईँहरूको ठाउँमा आइपुग्दाखेरि पर केजी कतिमा किनेर खाइराख्नु भएको छ यो पनि कमेन्ट बक्समा जानकारी गराउनु पक्कै पनि नछुटाउनु होला। हाम्रो स्याउ मुस्ताङ जिल्लाको स्याउ कति रुपियाँमा बिक्दो रहेछ त 1 किलो पर केजी कस्टमरसम्म पुग्दाखेरि भन्ने कुराहरू हामी थाहा पाउन सकौँ यहाँबाट। यस्तै छ मित्रहरू, यो टर्निङ पुग्दैन, ब्याक गर्नुपर्छ। त्यसो हुँदाखेरि एकदम गाह्रो छ जिन्दगीमा हैन।
र स्याउ झार्ने छ पक्कै पनि स्याउ। हाम्रो घोडाम छ पर्वत बेनी जजला गाउँपालिका 3 मल्ला चोक अवस्थित आरएलपीएस फ्रुट्स एन्ड भेजिटेबल नामबाट हामी सेलिङ गर्छौँ। सो त्यहाँ घोडाम छ। सँगसँगै हामी यही पिकअपमा पनि हामी लोड गरेर बुर्तिबाङ बुटुवल काठमाडौँ होइन यता चितवनतिर होइन सो मुगलिनतिर हामी पुगिरह हुन्छौँ बेला बेलामा। सो कुन ठाउँबाट हेरेर हेर्नुहुन्छ असम्भव छ। तपाईँ तिहारको कोसेली लान चाहनुहुन्छ भाइ टिका लगाउँदाखेरि सर्लक्कै स्याउ खानुहुन्छ अथवा लानुहुन्छ भने पक्कै पनि हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ। सो कन्ट्याक्ट नम्बर अथवा यहीमा कमेन्ट गर्न पनि सक्नुहुन्छ। हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 9769474053 9769474053 भने अर्को नम्बर रहेको छ 9765619083। यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र सँगसँगै हामी फेसबुक पेजतिर पनि हुन्छौँ, टिकटकतिर हुन्छौँ, युट्युबतिर। सो कमेन्ट गरेर तपाईँहरूको नम्बर छोड्नुभयो भने तपाईँको ठाउँको नामहरू भन्नुभयो भने सो हामी तपाईँहरू सामु हामी स्याउहरू पुऱ्याउन सक्छौँ। सो किलो पुऱ्याउन सक्दैनौँ, हामी चाहिँ कार्टुन सेलिङ गर्छौँ धेरै जसो। र साथीहरू यो भिडियो तपाईँलाई कस्तो लाग्यो पक्कै पनि हाम्रो स्याउ यति छ। यो भनेको 60 कार्टुन छ हाम्रो गाडीमा होइन। 60 कार्टुनमा हामी यो स्याउको वेटी भन्नुहुन्छ भने कम भनेको 24.5 अनि 25 26 धेरै जसो 25 24.5 26 हुन्छ। कुनै 24 किलोका पनि हुन्छन्। सो स्याउ भनेको एकदम लेगको हो। 1 महिना अथवा 2 महिना तपाईँ राख्नुहोस् स्टोर अथवा राख्नुहोस् कोठामै राख्नुहोस्। सर्लक्कै 1 महिना पछाडि काटेर खानुहोस् कडा होइन। सो एकदम मिठो। यति बेला सब गुली चढिसकेको छ। सो मौरीको मह जस्तै भइसकेको छ आजभोलि होइन। सो त्यसो हुँदाखेरि 1 महिनासम्म राखेर खानुहोस् केही फरक पर्दैन। एकदम साह्रो मिठो छ। र मुस्ताङ जिल्लाको कति मिठो छ भनेर कति नाम कमाएको हो भन्ने कुरा तपाईँले थाहा पाइसक्नु भएको छ। यो स्याउहरूले यसै ट्रेनिङ पुग्दैन यहाँबाट ब्रेक लगाएन भने के हुन्छ त्यो तपाईँ आफै फिलिङ्स गर्नु आफै सोच्नुहोस् होइन। सो र यो ठाउँमा आउनको लागि ब्रेकहरू एकदम मिलाएर जहाँ ठिक छ त्यहीँ चप्प लाग्ने गरी हामी ब्रेक लगाउनुपर्छ। सो मैले गाडी चाहिँ बेनीको जेडी एन्ड ब्रोडर्स ग्यारेजमा बनाउने गर्छु। सो समथिङ राम्रै बनाउनुहुन्छ उहाँहरूले र सस्तो पनि गर्नुहुन्छ उहाँहरूले होइन। सस्तोमा पनि बनाउँछ। सो कुन ठाउँबाट हेरेर हुनुहुन्छ र अन्तिममा त्यो पनि जानकारी गराउनु होला र आराम हुनुहुन्छ होला पक्कै पनि। स्वस्थ अनि व्यस्त मस्तको कामना। सो शीघ्र स्वास्थ्य लाभको कामना अस्वस्थ भएको व्यक्तित्वहरूको लागि यति बेलाको समयमा र स्याउ लोड गरेका थियौँ हामीले। यो कार्टुन भइहाल्यो रातो देखिराख्नु भएको छ पोलो पालबाट। यहाँबाट हामी तल मेन हाइवे रोडमा झारेर चाहिँ यता पछाडि देख्नु भएको छ नि यो सायरी है सायरी अथवा गजल भनौँ त्यो म आफैले लेखेको हो। सो कस्तो लाग्यो त्यो पनि पढ्नु होला। र हाम्रो रोल्पाको सम्बन्धित लिएर म त्यो बनाएको थिएँ। सो सायरी अथवा के गजल भनौँ होइन त्यो लेखेको थिएँ। र यसरी हामी अब झर्दैछौँ। अब यहाँबाट यो भिडियोको बिचमा हामी अनुमति चाहन्छु। सो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी गराउनु। भिडियो कस्तो लाग्यो जस्तो आएको तस्तै कमेन्ट बक्समा जानकारी गराउनु होला। र पक्कै पनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर हामीसँग जोडिनु होला ताकि हामीले यस्तो अपलोड गरेको भिडियो तपाईँहरूको मोबाइलको वालसम्म आओस्। सो हेभ अ नाइस डे, हेभ अ ग्रेट डे, थ्याङ्क यू सो